साथीहरू नयाँ बस पार्कमा म चाहिँ टी पार्नको लागि आएर बसेको। अन्त देख्न सक्नुहुन्छ है, एकदम हवाइलो छ, रमाणीय छ है। के रे? के भएको अरे? टिभी भएको है तिमीलाई? ल बिचरा हाम्रो भाइ चाहिँ है इनोराबाट आएको अरे यहाँनिर सहयोग माग्नको लागि है। अनि टिभी भएको छ भाइलाई चाहिँ, टिभी लागेको रहेछ है। बिचरा सहयोग माग्दैछ बिचरा। के गर्नु नहुनु जस्तो जाति के होइन। म त पहिले चाहिँ यो भाइ यसो घुमि हिँड्थ्यो जस्तो लागिरहेको छ, अहिले चाहिँ यस्तो भएको रहेछ है। पाहाड भन्नु नि। ओ भाइ मेरो पाला आयो। ओ भाइ ल कहाँबाट आएको होला बिचरा, के भएको हो, बिरामी हो कि के हो? खैनी खाँदैछ है। यहाँ भिख माग्दैछु मलाई दिँदैन भनेर भन्दैछ साथीहरू। यस्तो मान्छेहरू इन्डियाबाट आएको जस्तो छ हेर्दाखेरि चाहिँ। पहिले चाहिँ ट्याटुहरू पुरा हानेको रहेछ, अहिले चाहिँ के भएको यस्तो? सुँगुरको मासुहरू त अनि यस्तो भएको बेलामा त बिसाउँछ नि त, खानु हुँदैन नि त। चला दाइ चाहिँ नराबाट आएको रहेछ है। अनि अहिले चाहिँ कहाँ बस्छौ? कहाँ र रोडमा त रोडमा कहाँ कुन रोडमा र त कता बस्छौ? यता धरनतिरै बस्छौ?
अनि आफन्तहरू छैन आफन्तहरू छैन आफन्तहरू छैन बिचरा भाइ चाहिँ सहयोगको अपेक्षा राखेर यहाँनिर बसपार्कमा माग्नु हुँदैछ है। अब बिचरा भाइलाई चाहिँ कसैले माथि कहाँ लेटाङ घर चाहिँ कहाँ हो तिम्रो मेन इनरवा अनि लेटाङमा चाहिँ किन जाने अनि हिँडेर पुग्छौ कि गाडीमा जान्छौ हिँड्दै मलाई त काठमाडौँ जानु मन थियो बुझ्नुभयो मलाई काठमाडौँ जानु काठमाडौँ चाहिँ मलाई पुऱ्याइदिनु बटुल त के जानु काठमाडौँ जानु बिचरा भाइ चाहिँ है अब बाँच्ने आशामा जिउनु आश बोकेर है यहाँनिर सहयोगको अपेक्षा राखेर हाम्रो धरानको स्मार्ट बसपार्क सिटीमा आउनुभएको छ है। तपाईँहरू कोही कसैले सहयोग गर्न चाहनुहुन्छ भने है यो भाइलाई यहाँ बसपार्कमा आएर सहयोग गर्न सक्नुहुन्छ साथीहरू। बिचरा भाइ चाहिँ अलिक आफन्तहरू नभएको जस्तो कुरा गर्नुहुँदैछ। अन्त अब आफन्तहरू त छ तर चिन्दिन के भनेर भन्नुहुन्छ है। के गर्नु मान्छे भइसकेपछि अब सबै बाँच्नुपर्ने बाध्यता हुन्छ है। के गर्नु लास्टै सास बढिरहेको छ है। भाइलाई चाहिँ साह्रो परेको जस्तो देखिएको छ हेर्दाखेरि है। भाइलाई चाहिँ सास फेर्न पनि साह्रो परेको जस्तो छ टिभीको कारणले गर्दाखेरि। रक्सी कति खान्छौ रक्सी खाँदैनौ ल तपाईँहरू को सहयोग गर्नु चाहनुहुन्छ भने है यो भाइलाई चाहिँ यहाँनिर धेरै जस्तो बसपार्क स्मार्ट बसपार्कमा आएर सम्पर्क गर्नु होला। यस्तो छ बिचरा भाइको हालत चाहिँ है। अब म बाँच्नु मन छ भनेर भन्दैछ है। म बाँच्नु मन छ केही गर्नु मन छ भनेर भन्दैछ। मलाई रोगले यसरी सतायो भनेर भन्दैछ है। अब के गर्नु अब सहयोग गर्ने इच्छा भावना भएको हुनुहुन्छ भने है तपाईँहरूले यसो आर्थिक सहयोग गरेर उपचार गरेर सहयोग गरिदिनु भनेर पनि भन्दैछ भाइले चाहिँ। बिचरा सासै फेर्नलाई साह्रो परिरहेको छ भाइको चाहिँ।